गीत छ। यति रोदन गर्नुभएको छ राजा रानी, जति वस्त्र लगाए पनि त्यो वस्त्र आँसुले भिजिहाल्छ। कतिचोटि बदलिने यस्तो स्थिति छ। उद्धवजीले हेरिराख्नु भएको, सुनिराख्नु भएको छ। यत्तिकैमा एउटा भमरा घुन्न घुन्न गर्दै आयो। त्यो भमरालाई देखेर गोपीहरूले भने, हेर हेर, यो कालो छ, कृष्ण पनि कालो, यो पनि कालो, कहीं कृष्णकै दूत त होइन। मधुपकित बबन्धो मास्त्री साङ्गेन सपत्न्या कुचविलोलित माला कुङ्कुमश्मश्रुभिर्न वहतु मधुपतिस्तं मानिनीनां प्रसादं यद् सुगसुविगम्यं यस्य दूतस्त्वमीन्द्रे। अरे यो दूत मथुराबाट हामीलाई चिडाउन आएको। एउटाले भन्छ, अरे हेर हेर गोपी, यसको या जुगामा, यसको मुछमा केसर लागेको छ, त्यो केसरमा खुशबु पनि आएको छ। त्यो खुशबु कहाँबाट आयो? अरे मथुराका ती नारीहरूले सुन्दर माला बनाए होलान्, त्यो माला कृष्णलाई लगाइदियो होलान्। अरे कृष्णले त्यही माला ती मथुराका गोपीहरूलाई लगाइदियो होलान्। अझ त्यही फुसफुसमा यो भमरा बस्यो होला। अनि त्यो मथुराका गोपीहरूको छातीको मालामा यो बसेर ती मथुराका गोपीहरूको कुछ यानी छातीको खुशबु लिएर, सुगन्ध लिएर हामीलाई चिडाउन भनेर यो भमरा आएको छ। अरे भमरा, हामीलाई नचिडा, भाग यहाँबाट जा भन्दै गोपीहरूले त्यो भमरालाई कराउँदैछन्। अर्कीले भन्छ, अरे यो पनि कपटी, त्यो पनि कपटी, कृष्ण पनि कपटी, अरे यो भमरा पनि, भ्रमर पनि कपटी। कृष्णको स्वभाव र यसको स्वभाव एउटै छ। यो भमराको स्वभाव पनि एउटै हुन्छ कि जान्छ, पुष्पमा बस्छ, त्यो पुष्पको रस लिन्छ, फेरि अर्को पुष्पमा गएर बस्छ, अर्को पुष्पमा जान्छ, त्यसको रस लिन्छ, अर्को पुष्पमा गएर बस्छ। कृष्णको पनि त्यस्तै स्वभाव छ। पहिला वृन्दावनमा हामीसँग प्रेम गर्थे कृष्णले, अब सायद मथुरामा गएर अरू कसैसँग प्रेम गर्छन् कि। अरे हट भमरा, नचिडा, हामीलाई व्याकुल भएका छन्। अर्की गोपीले भन्छन्, अरे छोड न, यसको कुरा नगर न, साँच्चै यो दूत भनेर आएको भए गएर कृष्णलाई सुनायो भने के हुन्छ? अर्की गोपीले भन्छन्, आजको कपटी होइनन्, अरे कृष्ण त त्रेता युगदेखिका कपटी हुन्। अरे के बिगारेका थिए त्यही बालीले? लुकेर बाण हानेर बिचरा बालीलाई मारे। बालीकी पत्नी तारा कति रुदन गरिन्, किन मार्नु परेको थियो त्यो बालीलाई? अरे के बिगारेका थिए ती बलिले? सानो 52 वीर बनेर गए, विराट भए, 2 पाइलामा सम्पूर्ण सम्पत्ति नापिदिए, बलिलाई